यो भिडियो चाहिँ हामीले गभर्मेन्टको डकुमेन्ट्सहरू जुन हुन्छ त्यसलाई कति पछि डिस्पोज गर्न मिल्छ, डिस्पोज भनेको फाल्ने है, त्यो चाहिँ अब गभर्मेन्ट डकुमेन्ट डिस्पोजल रुल्स 2027 भनेको सरकारी कागजपत्र धुल्याउने सम्बन्धी नियमहरू भन्ने छ, त्यहाँ लेखेको छ है। यो सबै कण्ठ गर्नु पर्दैन, त्यहाँ कति धेरै कुरा छ, मैले अलिअलि मात्र ल्याएको छु है त। अब यो भनेको चाहिँ यो 1 इयर भनेको काम सक्यो नि होइन। जस्तो यो TADA भनेको के हो त, ट्राभल एन्ड डेली अलाउन्स जुन उसले त्यो इम्प्लोइले लिनुपर्ने थियो त्यो उसले लगिसक्यो होइन। त्यो लगेको 1 वर्षपछि त्यो कागज चाहिँ फालिदिनु मिल्छ क्या। सबै कागज राखेर त काम छैन नि त, चाहिने कागज पो राख्ने त, नचाहिने फालिदिने। अब त्यो कहिले फाल्ने भनेर यो नियमहरूले भन्छ क्या। सेड्युल 1ले चाहिँ 1 इयरमा यो गर्नु मिल्छ भनेर भन्छ है त। अब हेरौँ है त, अब यो कसरी याद राख्न सकिन्छ भनेर। अब होइन यो 1 इयरमा के छ भन्दाखेरि एउटा त ट्रान्सफर, प्रमोसन यस्तै जेनरल कुराहरू, अर्को यो पैसा उसले लिएको टाढा होइन, ट्राभल एन्ड डेली अलाउन्स, अनि अर्को डेली रिपोर्ट है। 1 वर्षपछि डेली रिपोर्ट हटाउनु मिल्दो रहेछ है त। अब अर्को यो सेड्युल 2मा के लेखेको छ, 3 वर्षपछि कुन फाल्न मिल्छ भनेर भन्छ है त उसले। डकुमेन्ट्स अफ कन्स्ट्रक्सन वर्क एक्सेप्ट बिल्डिङ है, त्यो त्यहीँ लेखेको छ। अडिट एन्ड अकाउन्ट रिलेटिङ डकुमेन्ट है। अब यो कसरी याद राख्न सकिन्छ त भन्दाखेरि अब यो त एकदम जेनरल कुरा छ, यसमा चाहिँ अब हल्का टेक्निकल कुराहरू के। कन्स्ट्रक्सन वर्क भनेको हल्का इन्जिनियरिङसँग होइन, अनि यो भनेको केसँग आयो, अडिट अथवा अकाउन्ट रिलेटिङ डकुमेन्ट्स भनेपछि यो चाहिँ उसँग आयो नि त, जस अकाउन्टिङ अथवा अडिट प्रोफेसनसँग आयो, त्यो भनेको पनि हल्का टेक्निकल कुरा भयो नि त। अनि अर्को चाहिँ यो इन्क्रिज अर डिक्रिज इन नम्बर अफ लोकल बडिज, योसँग रिलेटेड छ भने पनि यो 3 वर्षपछि फाल्न पायो है त। अब यो 5 वर्ष, अब यसमा त त्यस्तो धेरै ट्रिक केही पनि भेटिनँ मैले, यो 5 वर्ष है त। अब 5 वर्षलाई हामी के याद राखौँ त भन्दाखेरि त्यो हुन्छ नि 5औँ तह भन्छ नि, फर्स्टमा चाहिँ हामी 5औँ तहमा छिर्ने है त। अब 5औँ तहमा छिरेपछि सबै मान्छेहरूले के भन्छ त भन्दाखेरि हामीलाई कङ्ग्रेचुलेट गर्छ नि त होइन, तिमी छिर्यौ बाबु, तिमी सेवामा छिर्यौ, बधाई छ भनेर कङ्ग्रेचुलेट गर्छन् हो। अनि हामी कङ्ग्रेचुलेसन गरेपछि के आउँछ त भन्दाखेरि मान्छेहरू आउँछन्, बाबु कसरी तिमीले कसरी पास गर्यौ भनेर सोध्छन्। अनि हामी के भन्छौँ त, म तँलाई भन्दिनँ, यो कन्फिडेन्सियल हो भन्छौँ। अनि त्यो भएर कन्फिडेन्सियल है। अनि अर्को के आयो त, इम्प्लोइ अटेन्डेन्स हो। भनेपछि सुरुमा के हुन्छ त, सुरुमा सबले बधाई दिन्छन्, अनि कसरी गरिस् भन्छन्, हामी नभन्ने भन्ने, अनि त्यसपछि गएर हाजिर गर्ने, त्यसरी याद राख्न सकिन्छ है त। बाँकीको अर्को भिडियोमा।